आज चाहिँ हामी निर्माण गर्दाखेरि के सामग्री लाग्छ, कति ज्याला लाग्छ र त्यसको कस्ट, त्यसको कति खर्च पर्न जान्छ भनेर हेर्छौँ। यसलाई चाहिँ हामी कति ज्याला, कति मेटेरियल, कति लेबर लाग्छ भनेर चाहिँ हामी सरकारी अनुमान, जुन चाहिँ निर्माणको ठेक्का प्रक्रियामा युज गर्ने कस्टहरू, त्यसलाई चाहिँ तुलना गरेर हामी हेर्छौँ। र यसो हेर्दाखेरि भोलि यो निर्माण सामग्री खरिद गर्न सजिलो हुन्छ, जोखो गर्न सजिलो हुन्छ, ज्याला ठेक्कामा दिने भए कतिमा ठेक्का दिने पनि थाहा हुन्छ। आज भोलि धेरैसो चलन चाहिँ छतको एरियामा भवनको ज्याला ठेक्का दिने चलन छ र निर्माण सामग्री ठेकेदारले भनेअनुसार दिँदै जाने चलन छ। तर पहिले हामीले यसलाई अनुमान गर्न सक्छौँ कि कति सामग्री लाग्छ, कति बोरा सिमेन्ट लाग्छ, कति ट्र्याक्टर बालुवा गिटी लाग्छ भनेर हामीले पहिले नै यसलाई अनुमान गर्न सक्छौँ। र आज हामी एउटा केस हेर्छौँ जसमा चाहिँ बिल्डिङ कम्प्लिट भएको छ, बिल्डिङमा चाहिँ ढलान सकिसकेको छ र इँटाको गाह्रो पनि जडान भइसकेको छ र अब चाहिँ प्लास्टर गर्न, पेन्टिङ गर्न र फ्लोर पनिङ भनेको कुरा मसिनो गर्न के सामग्री लाग्छ, कति सिमेन्ट लाग्छ, कति बालुवा लाग्छ र तिनीहरूको कस्ट कति पर्न जान्छ हेर्छौँ। र लेबर पनि स्किल्ड म्यान पावर र अनस्किल्ड म्यान पावर, दक्ष कामदार र अदक्ष कामदारहरू कति लाग्छ र तिनीहरूको कस्ट कति पर्न जान्छ हेर्छौँ। र यसो हेर्दाखेरि यसले ठेक्कामा दिने भए यो कस्टिङले मद्दत गर्छ। यसमा चाहिँ हामी यो भवनको हेऱ्यौँ र यो भवनमा प्लास्टर, पेन्टिङ र फ्लोर पनिङलाई हेर्छौँ। यो बिल्डिङ चाहिँ 15 मिटर बाई 15 मिटरको रहेको छ र यसको एउटा लमसम प्लास्टर एरिया भनेको वालमा 1440 स्क्वायर मिटर छ। यो टोटल भित्र बाहिर सबै वाल गरेर यसको सिलिङ, यो छतहरूको एरिया भनेको दुईटा फ्लोर गरेर 450 स्क्वायर मिटर रहेको छ। र यो प्लास्टर गरिसकेपछि यसलाई पेन्ट पनि गर्नुपर्ने छ र टोटल पेन्टिङ एरिया भनेको 1890 स्क्वायर मिटर रहेको छ। र फ्लोर पनिङ भनेको भुइँमा गर्ने हो, प्लास्टर र पनिङ, र त्यसको एरिया भनेको 380 स्क्वायर मिटर रहेको छ, यो ग्राउन्ड फ्लोर र फर्स्ट फ्लोर गरेर। र यति गर्नलाई हामीलाई के सामग्री लाग्छ, कति कस्ट पर्छ र ज्याला कति लाग्छ भनेर हामीले यसलाई क्यालकुलेट गर्छौँ। यसलाई चाहिँ हामी सरकारी नर्म्स अनुसार, नेपाल सरकारले निकालेको नर्म्स अनुसार जुन चाहिँ ठेक्कापट्टामा पनि युज गर्ने गरिन्छ त्यसलाई चाहिँ हेर्छ, त्यसको आधारमा गर्छौँ। एउटा टुल नेप एस्टिमेटरबाट गर्छौँ जुनमा चाहिँ पहिले नै सबै रेट्सहरू इन्क्लुड भएको छ र यो टुलबाट हामी हेर्न गइरहेको छौँ। सर्वप्रथम हामीले यो वेबसाइटबाट cpnos.com/नेपाल कन्स्ट्रक्सन एस्टिमेटरबाट यो ओपन गर्न सक्यौँ र यसलाई हामी न्यू फाइल गर्छौँ। र हामीले अब आइटम खोज्नु पर्ने हुन्छ, के आइटम थियो भनेर। हाम्रो आइटमहरूमा प्लास्टर पहिला हेर्नुपर्ने भयो। प्लास्टर वालमा 1440 स्क्वायर मिटर। अब यसमा हामी प्लास्टर खोज्छौँ। सोझै यसबाट यो आइटम्स र नर्म्स कोडबाट प्लास्टर खोज्न सकिन्छ। यो कुन जिल्लाको लागि गर्ने, जस्तै काठमाडौँको लागि गर्ने काठमाडौँ सेलेक्ट गऱ्यौँ। प्लास्टर वालमा प्लास्टर भयो र कुन प्लास्टर गर्ने, जस्तै यसलाई 12.5 mm को गर्ने चलन छ। 12.5 mm 1:4 रेसियो 1:4 को मसलामा हामी यसलाई गर्दाखेरि यसको सरकारी नर्म्स अनुसार यसको रेट 465 छ, जुन चाहिँ ठेक्कापट्टामा दिने रेट हो यो। र के काम भनेर हामीले इमेजमा हेर्न सक्छौँ। यसलाई यो चाहिँ यस्तो खालको प्लास्टर गर्ने काम चाहिँ यो आइटमले भनिएको हो। र हाम्रो एरिया 1440 स्क्वायर मिटर वालको रहेको छ। यसलाई हामी क्वान्टिटी 1440 लिएर यसलाई एस्टिमेटमा हामी एड गर्न सक्छौँ। अब त्यसपछि हाम्रो सिलिङमा पनि 450 स्क्वायर मिटर प्लास्टर रहेको छ। वालमा लाउने प्लास्टर भन्दा सिलिङमा लाउने प्लास्टर हल्का महँगो भएकोले यसको नर्म्स पनि गभर्नमेन्टले फरक नै बनाएको छ। प्लास्टर सिलिङ, अब सिलिङमा पनि 12.5 mm को 1:4 को प्लास्टर हामी गर्छौँ। यो चाहिँ अलि महँगो छ, यो 465 थियो पहिला वालमा लाउने भन्दा, यो 551 छ रेट। यसको एरिया भनेको 450 स्क्वायर मिटर रहेको छ। 450 स्क्वायर मिटर हामी यसलाई एड डिरेक्ट गर्छौँ, अथवा यसलाई हामी डाइरेक्ट नगरिकन
क्वान्टिटी पनि क्याल्कुलेट गर्न सक्छौँ। यसमा गएर हामीले लेन्थ ब्रेथ हाइटहरू इन्क्लुड गरेर क्वान्टिटी क्याल्कुलेट गर्न सक्छौँ, तर यसलाई चाहिँ अहिले डाइरेक्ट हामीले इनपुट गऱ्यौँ। अर्को हाम्रो तेस्रो भनेको पेन्टिङ। हामीले पेन्टिङ प्लास्टर गरिसकेपछि यसलाई पेन्टिङ पनि गर्छौँ फिनिसिङमा। अब यसलाई चाहिँ पेन्टिङ गर्दाखेरि कुन खालको पेन्टिङ गर्ने, यसमा विभिन्न प्रकारको पेन्टिङहरू रहेको छ। हामी चाहिँ यसलाई प्लास्टिक इमल्सन पेन्ट गरौँ। पेन्टिङ 1 कोट प्लास्टिक इमल्सन पेन्ट ओभर 1 कोट अफ प्राइमर। यसले के भन्न खोजेको भनेर इमेजमा हेर्न सक्छौँ। यसमा चाहिँ प्राइमरमा प्लास्टिक इमल्सन पेन्ट लगाउने भनेर आइटम भनिएको हो। यो ठिक छ, हामी यही खोजिया हो। पेन्टिङ एरिया 1890 स्क्वायर मिटर छ, 1890 स्क्वायर मिटर। यसलाई हामी एड डिरेक्ट गर्छौँ। र हाम्रो चौथो भनेको फ्लोर पनिङ एरिया भनेपछि भुइँमा पनि हामी प्लास्टर र पनिङ गर्छौँ र यसलाई पनि हामी हेर्छौँ। पनिङ भनेपछि 12 mm थिक प्लास्टर, 1/4 को मसला र कोरा मचिनो निट सिमेन्ट पनिङ। यसको रेट 635 रहेको छ। यसलाई इमेजमा हेरौँ। यसले चाहिँ प्लास्टर गरेर माथिबाट यो पनिङ गर्ने भन्ने आइटम भनेको हो। र ठिक छ, यो आइटम हामीलाई एरिया 380 स्क्वायर मिटर चाहिएको। यसको 380 स्क्वायर मिटर हामी यसलाई एड डिरेक्ट गऱ्यौँ भनेपछि हाम्रो यदि गभर्मेन्टले गर्ने भएको भए काठमाडौँ जिल्लामा यसलाई चाहिँ टोटल भ्याट समेत चाहिँ 18,66,000 पर्ने थियो। र यसलाई जस्तै हामी बालकृष्ण होम फिनिसिङ भनेर जस्तै हामीले यसलाई नाम दियो भने यो नाम सेभ हुने भयो र हामी यसलाई यो फाइललाई सेभ पनि गर्न सक्यौँ। र हामीले अब हाम्रो मेन टास्क भनेको हामीले यसको के मेटेरियलहरू लाग्छ, कति ज्याला लाग्छ भनेर हेर्न खोजिया हो। त्यसको लागि हामी सोझै यसलाई एक्सपोर्ट पिडिएफमा गर्न सक्छौँ। अब यसलाई हेऱ्यो भने हाम्रो जम्मी प्लास्टर, पेन्टिङ र फ्लोर पनिङ गर्न 18,66,974 रुपियाँ चाहिँ सरकारी नर्म्स अनुसारले आउँछ। र हाम्रो मेन भनेको रिसोर्स समरी हो जुन चाहिँ हामीले हेर्न खोजिरहेको थियौँ। र फिनिसिङमा हाम्रो मेटेरियल भन्दा पनि लेबर धेरै आउने गर्छ। लेबरको भाग भनेको हाम्रो 71%, करिब 72% रहेको छ। भनेपछि ज्यालामा हाम्रो धेरै नै खर्च हुने रहेछ। र जुन हाम्रो मेटेरियल जुन चाहिँ सिमेन्ट, स्यान्ड, पेन्टहरू सबै गरेर जम्मी यसको 28% मात्र छ। हाम्रो 3/4 जुन चाहिँ भनेको करिब 75% अथवा 72% हाम्रो ज्यालामा गयो र हाम्रो मेटेरियलमा जम्मा 28% गयो। र हाम्रो टोटल खर्च 14,36,000 चाहिँ हाम्रो रहेको छ। यो चाहिँ भ्याट बिना भयो र ओभरहेड बिना। यसमा चाहिँ 10 लाखको हामीलाई ज्याला भयो र हाम्रो जम्मी 4 लाखको मात्र मेटेरियल भयो। र त्यसै गरी हामीलाई जस्तै यसलाई अब हामी समराइज गरौँ र यसको रेट एनालाइसिस हेर्दाखेरि यो चाहिँ सरकारी नर्म्स अनुसार यो सिमेन्ट प्लास्टरको यति रहेको छ। यो चाहिँ गभर्मेन्ट नर्म्स अनुसार। तर हामीले के हेर्न सक्छौँ भने यो भने गभर्मेन्ट नर्म्स अनुसार हो। हामीलाई आफ्नो घरमा काम गर्दाखेरि अथवा प्राइभेट कन्स्ट्रक्सन गर्दाखेरि चाहिँ हामीलाई यो भ्याट भन्ने चिज नलाग्न सक्छ र ओभरहेड चिज भन्ने पनि नलाग्न सक्छ। त्यसको लागि हामीले ओभरहेड र भ्याट हटाउन सक्छौँ। यसलाई हामी ओभरहेडलाई पनि 0 र भ्याटलाई पनि 0 गर्न सक्छौँ। अघि 18,66,000 आएको एस्टिमेट, यसलाई पनि हटाउँदै जाउँ। अघि 18,66,000 आएको एस्टिमेट अहिले हामीलाई जम्मी 14,36,000 मा हुने भयो। यसलाई प्राइभेट लेखेर यसलाई एक्सपोर्ट गर्न सक्यौँ। अघि आएको कस्ट 18,66,000 थियो भने अहिले 14,36,000।
अब चाहिँ हामीले तल हेर्न सक्यौँ 14,36,000 र यो भनेको सेम हो किनभने यो रिसोर्समा ओभरहेड र भ्याट जोडिएकै थिएन र एस्टिमेट हाम्रो यो भयो टोटल एस्टिमेट 14,36,000 ठेकेदारलाई दिँदाखेरि चाहिँ यसमा हामीले कन्ट्र्याक्टरलाई प्रोफिट 15% र 13% भ्याट पनि दिनुपर्ने हुन्छ त्यसैले कस्ट चाहिँ 15% र 13% गरेर बढ्ने हो कस्ट चाहिँ र यसलाई अझै हामीले हेर्यो भने यसमा चाहिँ रेट एनालाइसिसमा स्किल म्यान पावर भनेको 1245 पर डे भनेर राखिएको छ अनस्किल 935 भनेर राखिएको छ सिमेन्ट 550 राखिएको छ यसलाई हामी अझै चेन्ज पनि गर्न सक्छौँ हाम्रो प्राइस अनुसारले जस्तै पिपिसी सिमेन्ट हामीलाई 550 नगरेर 650 पर्यो भने हामीले त्यही अनुसार राख्न सक्छौँ र यसलाई चाहिँ अहिले यति नै हामी छोडेर हेरौँ र हामीले मार्केट रेट अनुसार राख्यो भने चाहिँ हामीलाई यसको एस्टिमेट अझै एक्चुअल आउँछ र यसरी गरेर बिल्डिङको टोटल मेटेरियल कस्ट यो फिनिसिङको लागि जुन प्लास्टर पेन्टिङ र फ्लोर पनिङ थियो प्लास्टर पनिङ गरेर मेटेरियल कस्ट जम्मी 4,04,000 र लेबर कस्ट चाहिँ डबलभन्दा बढी छ 10,32,000 यो चाहिँ फिनिसिङको काम भएको कारणले चाहिँ यो चाहिँ डबल आएको मेटेरियल कस्ट भन्दा लेबर कस्ट तर ओभरअल हामी बिल्डिङमा हेर्दाखेरि चाहिँ 25 देखि 30% मात्र लेबर कस्ट आउने गर्छ भने 70 देखि 75% चाहिँ हाम्रो मेटेरियल कस्ट हुन आउँछ र त्यसमा अलिकति 10% जस्तो 5 देखि 10% चाहिँ हाम्रो इक्विपमेन्ट कस्टहरू जेसिबीहरू हुन्छ सक्यो अरू जेनेरेटरहरू त्यसपछि मिक्सरहरू गरेर अरू पनि कस्ट आउँछ तर जेनरली लेबर कस्ट हेर्दाखेरि चाहिँ लेबर कस्टहरू हेर्दा चाहिँ लेबर कस्ट चाहिँ 1/4 एराउन्डको एउटा लमसम एस्टिमेट गर्ने चलन छ जुन भनेको 25% अफ टोटल कस्ट अफ द बिल्डिङ भनेर हाम्रो लेबर कस्टहरू आउने गर्छ र यसरी गरेर बिल्डिङको टोटल मेटेरियल कस्ट यो फिनिसिङको लागि जुन प्लास्टर पेन्टिङ र फ्लोर पनिङ थियो प्लास्टर पनिङ गरेर मेटेरियल कस्ट जम्मी 4,04,000 र लेबर कस्ट चाहिँ डबलभन्दा बढी छ 10,32,000 र मेटेरियलमा चाहिँ स्यान्ड 33 घनमिटर जुन भनेको करिब 11 ट्र्याक्टर हुन्छ सिमेन्ट चाहिँ पिपिसी सिमेन्ट 267 बोरा प्राइमर पेन्ट 153 लिटर र इमल्सन पेन्ट 267 लिटर यति चाहिँ मेटेरियल चाहियो र कस्ट चाहिँ हाम्रो टोटल 14,36,000 करिब आयो जुनमा चाहिँ लेबर कस्ट भनेको मेटेरियलभन्दा झन्डै डोबर छ तर अब यसलाई कसैलाई ठेक्का दिनु पर्यो अथवा लेबर ठेक्का दिनु पर्यो भने यो चाहिँ यति चाहिँ सरकारी नर्म्स अनुसार आएको हो यसमा चाहिँ ठेक्का दिँदाखेरि लेबरहरू धेरै इफिसियन्ट हुन्छ र योभन्दा धेरै कममा गर्न सक्छ यसको 20 देखि 30% सम्म कम रेटमा यो लेबरको चार्जेसहरू आउने गर्छ एक्चुअलमा ठेक्का दिँदाखेरि र 20% भन्ने पनि करिब 2 लाख डिस्काउन्ट यसमा भयो भने ठिक हो करिब 7 देखि 8 लाखमा लेबर कस्ट सम्म पर्नु भनेको यसको लागि ठिक हो र मेटेरियल कस्टमा खासै सेभिङ हुँदैन मेटेरियल जति लाग्नु त्यति लागि नै हाल्छ त्यसै गरी 4 लाख भनेको मेटेरियल कस्ट र यसलाई 7 देखि 8 लाखसम्म लेबर कस्ट गऱ्यो भने यो 12 देखि 13 लाखसम्ममा यो कम्प्लिट हुन्छ र यति मेटेरियल जोहो गरेर यसलाई चाहिँ कम्प्लिट गर्न सकिन्छ यसरी चाहिँ हामीले कुनै पनि आइटम एउटा आइटम वा लिस्ट अफ आइटम्स यसमा अझै 4-5 वटा आइटम अरू थप्न सकिन्छ र यो फिनिसिङको मात्र कार्य नहेरिकन यो ढलान कार्यदेखि लिएर इँटा लगाउने कार्यसम्मको पनि हामीले यही मेथडबाट हेर्न सक्छौँ के कति कस्ट लाग्छ मेटेरियलको के कति लेबर कस्ट लाग्छ र मेटेरियलमा पनि के लाग्छ कति कस्ट लाग्छ भनेर हामीले सबै हेर्न सक्छौँ यसरी चाहिँ एउटा कुनै पनि इन्जिनियरले अथवा टेक्निसियनले यसरी कस्ट निकालेर चाहिँ एक्चुअलमा यो चाहिँ बेस्ट हुन्छ नभए यो चाहिँ लम्सममा मात्रै गर्ने गरी चलन छ तर यसरी गर्दाखेरि चाहिँ एक्चुअल बेसिसमा आउँछ जुन कि सरकारले पनि युज गर्ने भनेको यसरी नै हो र यो चाहिँ निर्माण उपभोक्ता समिति जुन चाहिँ सरकारबाट उपभोक्ता समिति बनाएर लिने गर्छन् तिनीहरूलाई पनि यो बिलहरू बनाउनलाई र खरिद गर्नलाई चाहिँ एकदमै काम दिन्छ र त्यसै गरी यो सरकारी ठेक्का प्राइभेट ठेक्का र आफ्नै पनि बिल्डिङ बनाउन अथवा कुनै पनि सिभिलको कन्स्ट्रक्सन काम गर्नलाई चाहिँ यसरी हामीले युज गरेर गर्न सक्छौँ।